ल साथीहरु अहिले बिहानको टाइम छ खाजा सजा खाइवरिकन चाहिँ आएको र अस्ति यहाँ तपाईहरुलाई मैले देखाएको थिएँ साँप त्यो साँप देखेदेखिको चाहिँ साँप जुन दिनको मैले देखेको त्यहाँदेखिको चाहिँ यो भित्र बस्नु साह्रै डर लाग्छ साथीहरु यस्तो भएको चाहिँ बाख्रा खोर्छन् जाँदाखेरि छेउछेउमा पुरा घाँस बग्छ र आज यो सबै कटिङ हुन्छ साथीहरु मैले अब कटिङको कामहरु गर्छु अब यसलाई क्लियर गरेर राम्रोसँग सफा गरेर राख्यो भने चाहिँ साँप पनि आएको देख्ने टाढैबाट र आज चाहिँ कटिङ गर्नु पर्यो भनेर सोचेको छु किनभने अब 10 पल्ट बाख्रा खोरमा गइबस्नुपर्छ र अलिकति डर पनि लाग्छ अब यतिको घाँसमा पनि साँपलाई देख्दैन यतिको घाँसमा अस्ति यतिकै घाँसमा पुष्पाल नदेखेको भने झन् त्यो परतिर झन् पुरा लामो भइसकेको छ घाँसहरु र पानी पर्यो भने चाहिँ साथी काम गर्नु पनि पाउँदैन र जति मेरो काम चाहिँ अब स्टार्ट गरिहाल्छु पानी पर्नुभन्दा अगाडि नै
साथीहरू आज जुन चाहिँ कटिङ गर्नु थियो मैले कटिङ गरिदिएँ र त्यो अस्ति एक दिन साँप देखेकोदेखि चाहिँ मैले यो कटिङ गरेको हो। किनभने अब हिँड्दाखेरि अलिक असुविस्ता भइरहेको थियो र साँपहरूले फेरि टुङ्ने फेरि डर पनि हुन्थ्यो र त्यो भएर चाहिँ मैले कटिङ गरेँ। र जग्गा जग्गामा चाहिँ मैले कटिङ गरेन किनभने अब त्यहाँ लौकी र फर्सी छ त्यो त्यहाँनिर र त्यो मैले कटिङ गरेन। र यो कुनाको चाहिँ फेरि यो चाहिँ बाख्राले खान्छ अलिअलि घाँस भनेर मैले राखिदिएको र बाँकी चाहिँ सबै कटिङ गरिदिएँ। र अब चाहिँ बाख्राको खोरतिर जानु पनि सुविस्ता भयो, डर भएन र सफा पनि देखियो। र साथीहरू अब आजको भिडियो यति नै हो। नेक्स्ट भिडियोमा तपाईँहरूसँग भेटौँला।